31 वर्षपछि राहुल आयोगको प्रतिवेदन कार्यान्वयन गर्दै बालेन काठमाडौँका 1559 रोपनी अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याइँदै जग्गा हडप्ने 8000 भन्दा बढी अतिक्रमणकारी कारबाहीमा पर्दै विगत 3 दशक भन्दा लामो समयदेखि राजनैतिक तथा प्रशासनिक उदासीनताका कारण थन्किएर बसेको सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षण सम्बन्धी उच्च स्तरीय आयोग 2052 अर्थात् राहुल आयोगको प्रतिवेदनलाई अन्ततः बालेन सरकारले कार्यान्वयनमा लैजाने भएको छ। शुक्रबार बसेको मन्त्री परिषदको बैठकले 31 वर्ष अघि सिफारिस भएको उक्त ऐतिहासिक प्रतिवेदन कार्यान्वयन गर्ने सम्बन्धमा सर्वोच्च अदालतबाट सरकारको नाममा जारी भएको निर्देशनात्मक आदेशलाई पूर्ण रूपमा शिरोधार्य गर्दै प्रतिवेदनलाई तत्काल कार्यान्वयनमा लैजाने साहसिक निर्णय गरेको हो। यस निर्णयसँगै वर्षौंदेखि भूमाफिया र अतिक्रमणकारीको कब्जामा रहेका राज्यका महत्त्वपूर्ण सम्पत्तिहरू फिर्ता हुने सुनिश्चितता भएको छ। मन्त्री परिषदको यस महत्त्वपूर्ण बैठकले सर्वोच्च अदालतको उक्त आदेशलाई मुख्य आधार मान्दै देशभर रहेका सम्पूर्ण सरकारी तथा सार्वजनिक जग्गाहरूको व्यवस्थित अभिलेख र लगत राखी त्यस्ता अमूल्य जग्गाहरूको कडा रूपमा संरक्षण गर्ने निर्णय पनि गरेको छ। सरकारले यी दुवै महत्त्वपूर्ण निर्णयहरूलाई तत्काल व्यवहारमा उतार्न र कार्यान्वयन प्रक्रिया अघि बढाउन भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई स्पष्ट निर्देशन दिएको छ। यस निर्देशन पश्चात अब सरकारवाला निकायहरूले देशभरका सरकारी सम्पत्तिको खोजी र संरक्षणमा तीव्रता दिनेछन्। मन्त्री परिषदको यस निर्णयसँगै 2021 सालको नापीलाई मुख्य आधार मानेर राहुल आयोगको प्रतिवेदनले समेटेको तत्कालीन काठमाडौँ महानगर क्षेत्रका 35 वटै ओडामा अतिक्रमणमा परेका सम्पूर्ण सार्वजनिक तथा सरकारी जग्गाहरू खाली गराउने कानुनी बाटो पूर्ण रूपमा खुलेको छ। आयोगका प्रतिवेदन अनुसार त्यस क्षेत्रमा 1859 रोपनी 14 आना 3 पैसा 3 दाम सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमणमा परेको छ। अब ती जग्गाहरू राज्यको मातहतमा ल्याइनेछ भने उल्लेखित सार्वजनिक तथा सरकारी जग्गा हडप्ने अतिक्रमणकारीहरूलाई प्रचलित कानुन बमोजिम कडा भन्दा कडा कारबाही गर्ने प्रक्रिया समेत अघि बढ्नेछ। यस ऐतिहासिक निर्णयका बारेमा स्पष्ट पार्दै प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले राहुल आयोगको प्रतिवेदन त्यतिबेलै कार्यान्वयन हुनुपर्ने भए पनि विडम्बनापूर्ण रूपमा त्यसो हुन नसकेको बताएकी छन्। उनका अनुसार शुक्रबारको मन्त्री परिषदको बैठकको निर्णय अनुसार लामो समयदेखि रोकिएको प्रतिवेदन कार्यान्वयनमा लैजान बाटो खुलेको छ। यो महत्त्वपूर्ण काम भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्बन्धित सबै निकायहरूसँगको समन्वयमा आवश्यक सम्पूर्ण कानुनी प्रक्रिया पूरा गरेर सम्पादन गर्नेछ। आयोगले अध्ययन गर्दाको तत्कालीन समयमा काठमाडौँ महानगर क्षेत्रमा जम्मा 18,941 रोपनी भन्दा बढी सार्वजनिक तथा सरकारी जग्गा रहेकोमा त्यसमध्ये करिब 10% अर्थात् 1859 रोपनी भन्दा बढी जग्गा अतिक्रमण भइसकेको भयावह तथ्याङ्क सार्वजनिक भएको थियो। यस अतिक्रमणको श्रृङ्खलामा 1187 जना अतिक्रमणकारीहरूले 308 किता सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी विशुद्ध निजी प्रयोजनमा उपयोग गरिरहेका थिए। यसैगरी थप 6906 जना अतिक्रमणकारीहरूले 1762 किता सरकारी तथा सार्वजनिक जग्गा अतिक्रमण गरी आफ्नै निजी जग्गामा घुसाएका थिए। समग्रमा हेर्दा जम्मा 8093 जना अतिक्रमणकारीहरूले 2070 किता सरकारी तथा सार्वजनिक जग्गा गैर कानुनी रूपमा अतिक्रमण गरेको गम्भीर अवस्था प्रतिवेदनले औल्याएको थियो। सरकारी तथा सार्वजनिक जग्गाको यस प्रकारको व्यापक अतिक्रमण गैर कानुनी दर्ता तथा सार्वजनिक सम्पत्तिको संरक्षण सम्बन्धी गम्भीर समस्यालाई सधैँका लागि समाधान गर्ने पवित्र उद्देश्य राखेर तत्कालीन सरकारले 2050 साल असोज 21 गते निर्णय गरे अनुसार सरकारका पूर्व सचिव रामबहादुर रावलको अध्यक्षतामा यो उच्चस्तरीय आयोग गठन गरेको थियो।